2035 को दफा 11 को उपदफा 5 मा नवीकरण म्याद सकेको 30 दिन पछाडि स्वत पसल रद्द हुनेछ भनेर जुन विभेदकारी नियम ल्याएको छ त्यसैको विरुद्धमा त्यो ऐन खारेज हुनुपर्छ भन्ने हाम्रो स्पष्ट माग रहेछ। अब यो आन्दोलन कहिलेसम्म चल्छ? यो आन्दोलन 16 गतेसम्म हाम्रो एक चरणबद्ध आन्दोलन छ। 16 गतेसम्म माग पूरा भएन भने 17 गते थप आन्दोलनको कार्यक्रम घोषणा गरेर हामी अझै सशक्त भएर अगाडि बढ्छौँ। थप आन्दोलनको चाहिँ के छ त्यो? थप आन्दोलनको क्रममा हामी अब जसले हामीलाई न्याय दिने त्यो संस्थामा हामीले ताला लगाएर भए पनि हामी देशव्यापी रूपमा हाम्रो माग राज्यमा सरकारलाई अनुभूत गराएर हामी स्थापित गराएरै छौँ। यो चाहिँ कोशी प्रदेशभरिको सहभागी हो तपाईँको? अहिले कोशी प्रदेशभरिको सहभागी हो। पहाडी जिल्ला हिमाली जिल्लाहरूबाट कम उपस्थिति छ। झापा मोरङ सुनसरी उदयपुर लगायत धनकुटाका व्यवसायीहरू ताप्लेजुङसम्मको व्यवसायीहरू आउनुभएको छ। यसलाई हामीले पहिलो दिनको आन्दोलनमा यतिको उपस्थितिलाई हामीले राम्रो उपस्थितिको रूपमा लिएका छौँ। औषधि ऐन 2011-5 लाई तपाईँले विस्तारित रूपमा भनिदिनुहुन्छ कि किन खारिज गर्नु पर्यो? औषधि ऐन 2035 को दफा 11 को उपदफा 5 मा पहिला हामीलाई नवीकरण म्याद सकेको 30 दिनसम्म 35 दिनसम्म कुनै अतिरिक्त जरिवाना नलिकन हाम्रो नवीकरण हुन्थ्यो र 90 दिनसम्ममा 25% जरिवाना दिएर हाम्रो नवीकरण हुन्थ्यो। तर अहिले संशोधित जुन अहिले उपदफा आएको छ त्यो ऐनमा नवीकरण म्याद सकेको 30 दिन पछाडि पसल स्वत खारेजी हुनेछ भनेको छ। पसल खारेजी हुनु भनेको तपाईँलाई यहाँको ड्याम्सबाट हट्नु हो। त्यसकारण हाम्रो एउटा मात्रै सङ्घमा हामी आबद्ध छैनौँ। हाम्रो प्यान खारेज गर्नुपर्ने हुन्छ, ब्याङ्किङ लोन हुनसक्छ व्यवसायीको। त्यसकारणले यो एकदमै अप्ठ्यारो अवस्था सिर्जना हुन्छ जसले गर्दा व्यवसायीहरू परदेश पलायनै हुनुपर्ने अवस्था हुनसक्छ। त्यसकारण हामीले व्यवसाय गर्नुपर्छ भने व्यवसाय मैत्री ऐन कानुन आउनुपर्छ, त्यो मात्रै मान्य छ। अन्यथा हामी सशक्त आन्दोलन गरेर यो ऐनलाई खारेज गराएरै छन्छौँ। अनि औषधि ऐन 2035 पनि निकै नै पुरानो भन्ने कुरो छ, त्यसबारेमा हजुरको के छ? एकदम राम्रो कुरा गर्नुभयो। 47 वर्ष भइसक्यो। 47 वर्षसम्म राज्यले एउटा ऐन समेत संशोधन गर्न सक्दैन भने यो राज्य र राज्यमा आबद्ध रहेका स्टेक होल्डरहरू काम लाग्ने कामयोग्य अहिलेसम्म हामीले कामयोग्य छैनन् भन्ने हाम्रो बुझाइ छ। धन्यवाद आफ्नो बनाइराखिदिनु। धन्यवाद।